यो चाहिँ हो एलएस चामल मैले बेलुकै भिजाइ राखेको थिएँ अन्त अहिले पानी तारेर राखेको। अब यो चाहिँ मिक्सरमा पिसेर चाहिँ रोटी बनाइ हेर्छु हुन्छ कि हुँदैन तपाईहरुलाई म देखाउने छु। आजको लन्च हाम्रो हो। लो है साथीहरु, मैले चाहिँ पिसिसकेर अनि पिठो चालिसकेर मैले चाहिँ रेडी गरेँ। अब रोटी मली हेर्छु हुन्छ कि हुँदैन। रोटी चाहिँ मेरो फर्स्ट ट्राई हो, हेरौँ है साथीहरु। म चाहिँ खासमा चाहिँ एलएस चामलको मात्रै बनाएको, खास चाहिँ गिल्लो रोटी बनाएको। यहाँ हेर्नुस् न पानी ज्यादा भएर कम्ती चिनी पनि मिक्स गरेको छु, तर पनि हैन रोटी पोल्ने ट्राई गर्छु। तपाईहरुलाई देखाउने वाला चाहिँ साथीहरु हुन्छ कि हुँदैन। यो चाहिँ आटा मैदाहरु मिक्स गरेको छैन, सिर्फ चामलको पिठो मात्रै। हेर्नुस् न कस्तो डरलाग्दो चाहिँ पतला भएछ हौ साथीहरु। हेर्नुस् है साथीहरु हुन्छ कि हुँदैन रोटी। कम्ती तेल लाएको छु। अब यहाँ चाहिँ म पिठो हाल्दै छु। पुरै पतला भयो नि साथीहरु। साथीहरु यस्तो भए छिन हुनु त भयो रोटी साथीहरु। अब फेरि पाकेपछि तपाईहरुलाई फेरि देखाउने छु साथीहरु। साथीहरु यस्तो भए रोटी चाहिँ म तपाईहरुलाई टेस्ट गरेर देखाउने वाला छु ल साथीहरु। साथीहरु म चाहिँ टेस्ट गर्दै छु कस्तो भयो कि। यम्मी दामी भएछ। भनेको जस्तै सोचेको जस्तै भएछ साथीहरु। टेस्टी, सो टेस्टी।